सभाका सभापति महोदय, आजका विशेष अतिथि नेपाली कांग्रेसका नेता ज्यू, उपस्थित नेपाली कांग्रेससँग आबद्ध या नेपाली कांग्रेसभन्दा बाहिर रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, नयाँ वर्ष 2011 को मङ्गलमय शुभकामनाका साथ आज नेपाली जनसम्पर्क समिति, नेपाली कांग्रेस जनसम्पर्क समिति भर्जिनिया च्याप्टरले आयोजना गरेको यो अत्यन्त समसामयिक विषय राष्ट्रिय मेलमिलाप दिवसलाई मनाउने र त्यसको आजको सन्दर्भमा यसले कतिको सान्दर्भिकता राख्छ नेपालका सम्बन्धमा होस् या नेपाल बाहिर रहेका नेपालीहरूका सम्बन्धमा भन्ने विषयमा जुन अन्तर्क्रियात्मक कार्यक्रम राखेको छ, त्यसमा 7 मिनेटै सही बोल्न पाउँदा मलाई खुसी लागेको छ। त म पुनः दोहोऱ्याउँछु, अमेरिका नेपाल सोसाइटी तथा स्थानीय रेडियो दोभानका तर्फबाट नयाँ वर्षको मङ्गलमय शुभकामनाका मेरा साथीहरूप्रतिको सद्भाव र सदिच्छाका साथ मेरो वक्तव्य, मेरो भनाई, मेरो बुझाइ विश्वेश्वर प्रसाद कोइराला, नेपाली कांग्रेस र राष्ट्रिय मेलमिलापका सम्बन्धमा यो गौरवको विषय छ। यद्यपि म सामाजिक संस्थाको नेतृत्व गर्छु आज, तर हामी हर कोहीको जीवनको सुरुवात कहीँबाट हुन्छ, मध्यान्तर कहीँ होला, अन्त्य कहीँ होला। तर मेरो जीवनको सुरुवातदेखि राजनीतिक रङ र राजनीतिक प्रभाव सधैँ नै रह्यो। सधैँ दुखी